हेलो नमस्ते नमस्कार छ सबैजनालाई मेरो फेसबुकमा टिकटकमा जहाँबाट हेर्दै हुनुहुन्छ त्यहाँ तपाईहरुलाई धेरै धेरै नमस्कार छ। मेरो छेउमा देखिराख्नु भएको छ नि यो भिडियो मध्य प्रदेशको महोत्तरी जिल्ला भाङहा नगरपालिका वार्ड नम्बर 7 मा पर्ने श्री नारायण माध्यमिक विद्यालय गोरहनाको यो भिडियो हो। भिडियोमा तपाईहरुले देखिराख्नु भएको छ अथवा भिडियोमा देखाइराखेको छ कक्षा 9 का बालबालिकाहरू अथवा विद्यार्थीहरूले प्याजमा भएका गुणहरू अवगुणहरू प्याजमा हुने कोषहरूको माइक्रोस्कोपको माध्यमले विद्यार्थीहरूले प्रयोगात्मक कक्षा लिइरहेका छन् अथवा प्रयोगात्मक सिकाइ सिकिराखेका छन् र यो कार्यको लागि विद्यालय परिवार विद्यालय प्रशासन उहाँहरूलाई धेरै धेरै बधाई छ। प्रयोगात्मक कक्षा हुनु आफैमा एउटा राम्रो सिकाइ हो। किन भन्दाखेरि हामीलाई थाहा छ हामी पनि विद्यार्थी अवस्थामा हुँदाखेरि कुनै कुरो ल्याबमा गएर सिक्नु र कुनै कुरो त्यतिकै बिना प्रयोगात्मक कक्षामा भाषण गरेर मात्रै सिकाउनुमा धेरै फरक हुन्छ। सो भिडियोमा देखिराख्नु भएको छ यो मध्य प्रदेशको महोत्तरी जिल्ला भाङहा नगरपालिका वार्ड नम्बर 7 मा अवस्थित श्री नारायण माध्यमिक विद्यालयको दृश्य हो र यो दृश्यमा देखिराख्नु भएको छ कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूले आफ्नै हातले अथवा आफैले गरेर प्याजमा भएका कोषहरू प्याजभित्र रहेका जीवाणुहरू त्यसको प्रयोगात्मक कक्षा लिइराखेका छन्। सो विद्यालयलाई धेरै धेरै धन्यवाद छ। यस्तै राम्रो सिपमूलक अथवा प्रयोगात्मक कक्षाहरू गर्दै गर्नु। अहिलेलाई थ्यांक यू धन्यवाद छ।